नमस्ते साथीहरु सबैजनालाई अनि तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ तपाईहरुकै शोभा दिदी र यो मेरो ब्लगमा तपाईहरुलाई धेरै धेरै माया छ। अनि मेरो ब्लग हेरेर तपाईहरुले लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। म चाहिँ अहिले साँझको खाना पकाउँदै च्याउ पकाउँदै छु अहिले। आज हाम्रो घर चाहिँ छोरा बुहारीहरू आउँदै हुनुहुन्छ। मेरो माथि रमाइलो छ माथिल्लो घरमा तपाईहरुलाई म देखाउँदै छु। आज त राउटेनी जस्तो भाउजू नि अलि राम्रो भाउ छ। हाम्रो राउटेनी भाउजू पिरो छ। अब चाउमिन खाने हो। आउनु खानु। खाँदैन खाइसकेको के खाना हौ। ल हाम्रो नानीले यति खुवाउँछु है। गाली नगर्नु है। नानीलाई खाँदैन त्यसले पिरो नखान सक्छ। तर न मन पिरो बाजी पिरो चाहिँ के एउटा हाम्रो राउटिनी भाउजूसँग बसेर नानीले चाउमिन खाँदै दर्पक है माइतमा दर्पक गिजा फुल लगाएको छाम है। खाएन पानी पुरी ज्यादा छ त्यस्तो। हाम्रो नौलो मान्छे त पो खानु भएको छ अहिले देखाउँछ हजुरहरूलाई। हाम्रो मम्मी कालीडन कालीडन के खाएको मिठो भन्दिन मिठो गरिदिनु। मेरो सब्जी त के भयो? मेरो सब्जी डढ्न चाहिँ डढेन। ओ नो हमारा सब्जी पक रही है इधर। भइसकेको है तेरीका मजाको जेन्स बिसु झार्नु होला इसके घर से रख दो चाबी फंसी बाइक बंद है उसके सब इनके था काश को तारा बुनको बामरा बुढा बुढीको कमाल। मेरो दाइ चाहिँ सङ्गीत प्रेमी होइन अनि यहाँ चाहिँ उहाँले गीत सिक्दै हुनुहुन्छ कि हेर्नुहोस् त कति क्रेजी हुनुभएको छ। जानु न लिना दाइको घर। आकाशको तारा जुनको भामा फुलको भामरा बुढा बुढीको हेर्नुहोस् त यहाँ के हो यस्तो कसम हो भाइ यहाँ बिचरालाई गीत गाउने बाटा फरक नै छैन कि साक्षी राखेको माया
बिर्सिउने कसरी अरे वाह हृदयभित्र पक्रेको फुल ओइलायो कसरी ओइलायो कसरी। हामी चाहिँ अब बुटोल जाने तयारीमा छौँ। केटाकेटीहरूलाई लिएर जानु पर्यो। हामीहरू अब कहाँ जाने हो? भदैलाई पनि लिएर जाँदैछौँ है। चम ल मुनि है। ल रानी उला नि रानी खै। अब चाहिँ जाँदैछौँ हामी। मेरो मम्मी भाउजू बाबा बाबुहरू गाडी चाहिँ आउँदैछ गरे। यस्तो चिप्लो छ कि बाटो सालको काठ चिप्लेर मेरो भाइ लडिहालेको छ। ए जानुहुन्छ? ल ल घाँस काट्न जाने भाउजू अब त्यही त के काब्रो हुँदा डुम्री हुँदा पनि कालीडन काठमाडौँ गएर के गर्नु नि भनेको पहिला गोलपाराको राख्थेँ क्या। ल फाइनली आज चाहिँ हामी पाहाडबाट आएको। भर्खर पाहाडबाट झर्दै एकैचोटि भेट भयो। एकै दिन आएको अनएक्सपेक्टेड। सोफिया हाम्रो सोफिया यता हाम्रो बाबा पनि आउनु भएको है। साथीहरू बुटोलमा एकदम धेरै गर्मी हो। भर्खर बसबाट झरे हम हामी चाहिँ। उहाँ चाहिँ जिप रिजर्भ गरेर आउनु भएको रहेछ। एकदम गर्मी हो बुटोलमा, विचलित गर्मी हो। पाल्पामा भने कम्बल ओढेर बस्नु पर्थ्यो। साथीहरू हामी चाहिँ अब बुटोल आइपुग्यौँ, रुममा आइपुग्यौँ। नानु आएर पनि गाउँ डुल्न गइसकिन्। बिस्तारैले चाहिँ आफ्नो टोइजहरू कता छ के छ कस्तो छ यहाँ हल्ला गर्दै हुनुहुन्छ। मेरो भदै पनि आउँदै भोमिट गरेर यहाँ सिकिस्तै बिरामी जस्तै भइसक्नु भएको छ। अनि अरू के छ हजुरहरूको खबर? सबै ठिकै छ होला के अरे? म मेरो करेसाबारी हेर्नुपर्छ आउने बित्तिकै। मेरो करेसाबारी कस्तो भयो होला, मेरो भाइले कस्तो गरिरहेछ। माइ गडनेस, ओहो मेरो फर्सी त मर्नै आँटेछ हो नि। भिन्डी चाहिँ पोलेको रहेछ खुर्सानी लट्टे। ओ माइ गड फर्सी मर्नै आँट्यो। ए फल्नु लाग्दो रहेछ। मेरो बताउनु पर्छ टोल्टानी बुवा। अनि तपाईँहरूको के छ? सबैजना सन्चै हुनुहुन्छ होला। ए मिस्टर अहिले सबको काम चाहिँ यही हो। मठे जान्छु नानीलाई हेर्न गर्दैछु। हेर्नुपर्छ। हामी चाहिँ दिपनगरदेखि ट्राफिक चौकतिर। बुटोलमा यस्तो गर्मी हो साथीहरू। साथीहरू हामी चाहिँ आज घरमा टाइम हो। त्यसपछि खानासाना पकाएर खाइयो।
अनि मेरो दिदी चाहिँ यहाँसम्म लिन आउनु भ्याएन किनभने मम्मीले थोरै कसैले पठाइदिनु भएको थियो दिदीलाई। त्यही भएर मेरो भाइ भन्दा पनि दुईटा भदै चाहिँ दिदीलाई कसैले छोड्न जाँदै हुनुहुन्छ दिदीको घरमा। मम्मीले पठाइदिएको कसैले चाहिँ यहाँ के छ हेर्नु होला। यो चाहिँ मही हो अनि यो चाहिँ मेरो यहाँ बारीको पुदिना र लसुन। दिदीलाई चटनी मनपर्छ त्यही भएर यो चाहिँ घिउ। अनि यहाँ चाहिँ मेवा अनि गेडागुडी छ। मेवा चाहिँ माथिल्लो घरको भाउजूले पठाइदिनु भएको दानाहरू। ल आन्टी र म भएर आज फेरि हामी जाँदैछौँ अक्सफोर्ड स्कुलमा जाँदैछौँ साथीहरू। आन्टी त हाम्रो एकदम चिडिक्कै। यहाँ नमस्कार। हाम्रो आन्टीको ड्रेसअप हेर्न सक्नुहुन्छ। यता फर्किदिनु त यसो आन्टी फर्किनु। ड्रेसअप एकदम राम्रो हान्नु भएको हाम्रो आन्टीले। छेमा बस्नु भएको हाम्रो। हेलो छेमा भनिदिनु। हाई हामी चाहिँ अक्सफोर्ड स्कुल। सो साथीहरू हामी चाहिँ अक्सफोर्ड स्कुलमा आइसके हम एलेक्सको एडमिसन गर्नको लागि भनौँ अनि हल्का कुराकानी गर्नको लागि। यस्तो दामी हो यो अक्सफोर्ड स्कुल चाहिँ। यो चाहिँ अक्सफोर्ड मोन्टेसरी हो। नामको बारेमा सोध। हाम्रो आन्टी चाहिँ यस्तो फटाङ फुटुङ बोलिदिनुहुन्छ मिसहरूसँग पनि आफ्नै दिदी बहिनी। यस्तो दामी फुल लाग्ने पुरै हरियाली हो। यहाँ चाहिँ किड्सको खेल्ने हुन्छ पार्क मिनी पार्क भनौँ। एकदम हाइफाई सुविधा हो अक्सफोर्ड स्कुलमा चाहिँ। अब हामी म्यामलाई भेट्दै भित्र अक्सफोर्ड मोन्टेसरी भित्र जाँदैछौँ। ल हामीलाई यो सिडी पार गर्नुपर्छ। जो कि आन्टी हिँड्दै हुनुहुन्छ साथसाथमा म पनि हिँड्दैछु भन आन्टीको पछि। आज चाहिँ मिस्टर एलेक्सको स्कुल गइयो अनि मिस्टर एलेक्सलाई चाहिँ एडमिसन गरेर पनि आइयो। अब चाहिँ मिस्टर एलेक्सको चाहिँ यहाँ सबै बुक अनि कपीमा चाहिँ कभर हाल्नुपर्ने थियो। कभर पनि बल्ल हालेर सकियो। अब चाहिँ केटाकेटी खोजेर नास्ता पकाएर खुलाउनु पर्छ। कता गएका छन् घुम्न गएछन् केटाकेटीहरू। कभर हालेर चाहिँ सकियो। अब मिस्टर एलेक्सको बुक अनि कपी चाहिँ रेडी भइसकिएको छ। पापड पोल्दै हुनुहुन्छ होला हाम्रो मम्मीले। अब मैले बोलेको सुन्नुहुन्न। पापड सेक्दै हो पोल्दै होइन। के त्यही यो दाल चाहिँ एकदम खतरा तयारीमा हो। भेराइटी होटल खोल्ने पछि हाम्रो सब आन्टी यता हेर्नु त केही भनिदिनुहुन्छ। ल अब हामी लिएर जाऊँ। हाम्रो त 6-7 बजीतिर त क्लियर भइहाल्छ। खाना खाएर 8 बजी
तिमीले कुले चला सिकाएन चकचक गर्न तिमीलाई चकचक गर्न कसले सिकाएको होला? हेलो हेलो साथीहरू, अब चाहिँ सुत्नुपर्छ। मेरो नानी सुतिसक्नु भएको छ। हामी चाहिँ खाना खाएर पनि सक्यौँ। आज बहुत थकाइ लागेको छ। मेरो आजको धेरै कामहरू थियो। बाबुको स्कुलमा गइयो, आएर पनि धेरै कामहरू सकियो। त्यही भएर आजको लागि भ्लग यहीँ समाप्त गर्न चाहन्छु। यदि तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुभएको छैन भने कृपया गरिदिनु होला। बाई बाई, गुड नाइट, टेक केयर।